रोजलपा नमस्ते। आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा विविशा साक्य र म शङ्कर थापा समय सन्दर्भ लिएर। श्रोताहरूलाई कार्यक्रममा स्वागत छ। नेपाल भाषा एकाडेमीको निमित्त अनक मिडियाद्वारा प्रस्तुत गरिने यो समय सन्दर्भ कार्यक्रममा विभिन्न समसामयिक विषयहरू लिएर हामी उपस्थित हुने गर्छौँ। आज हामी केयुकेएलका कीर्तिपुर शाखा प्रमुख मिलन थापाज्यूसँग हामी कुराकानी गर्दैछौँ। समय सन्दर्भ समसामयिक विषयहरूको साथमा समय सन्दर्भ जनस्वास्थ्य शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। सर, कार्यक्रममा स्वागत छ यहाँलाई। हजुर, धन्यवाद। यहाँ र सम्पूर्ण हाम्रो कीर्तिपुर एफएम सुनेर बस्नुभएका सम्पूर्ण श्रोतावृन्दमा एकदमै गाह्रो भयो यहाँलाई सम्पर्क गर्नको लागि, माफ गर्नुहोला। धेरै पटक फोन कल गर्नु पर्यो। हाम्रो प्रविधि पनि यस्तै भइरहेको छ। अब म आजको कार्यक्रममा जनगुनासोहरू लिएर उपस्थित भएको छु। मुख्य चाहिँ गुनासो भन्ने त अब धारामा पानी आउँदैन, यस्तो साधारण गुनासोहरू नै भएछ। यो वितरणमा चाहिँ कुनै नयाँ प्रविधि, नयाँ तरिकाले केही वितरण गर्नु थाल्नु भएको छ कि यो रुटिन हुन्छ नि यहाँको पानी वितरण गर्ने रुटिन, यो चेन्ज भएको हो कि अचेल धारामा पानी नआउने धेरै गुनासो आइरहेको छ? हजुर हजुर, यो धारामा पानी नआउने गुनासोमा के छ भन्दा अलिकति हामी कीर्तिपुर भूगोल स्रोत वितरण प्रणाली र प्रसारण लाइनको व्यवस्था चारवटा कुरालाई मध्यनजर राखेर हामीले आफ्नो सेवालाई कुनै ठाउँमा छिटो भन्ने बित्तिकै आफ्नो सेवाको प्रसारण र प्रवाह गर्न सक्छौँ भने कुनै ठाउँमा केही समय केही इफोर्ट लाउनुपर्ने हुन्छ। जस्तो उदाहरणको कुरामा ट्याङ्ला क्षेत्रमा विशेष गरेर हामीलाई समस्या परेको क्षेत्र भनेको ट्याङ्ला क्षेत्र हो। ट्याङ्लाको वडा 10, 2 र 1 का केही भागहरूमा विगतमा हामीले त्यहाँ एउटा बसे स्वास्थ्य चौकी अगाडि एउटा बोरिङ गरेको थियो र बाँकी यतापट्टि पानी हामीसँग सुन्दरघाटको नल्लुबाट ल्याएको पानी, नल्लु मुहानबाट ल्याएको पानीलाई सुन्दरघाटको देवकोटामा रहेको ट्याङ्कीमा सुन्दरघाटबाट प्रसारण गरेर खुवाउनुपर्ने बाध्यता थियो। र यसरी दुईटा स्रोत थियो। त्यो दुईटा स्रोतमा एउटा स्रोत हाम्रो करिबन 18 दिन जति बिग्रेर बस्यो। त्यो 18 दिन बिग्रिने बित्तिकै उहाँहरूमा सबैमा पानीको आकार भइगयो। त्यतिखेर हाम्रो प्रसारण लाइन अन्यतिरबाट जोड्न सकेका थिएन। जस्तो उदाहरणको लागि यहाँलाई बुझ्ने भाषामा सबैजना बुझ्ने भाषा भन्नुपर्दा हामीसँग ब्याकअप सिस्टम जम्मा एउटा मात्रै थियो। ब्याकअप सिस्टम कतनबाट एउटा सिस्टमले फेल खाएमा अर्को पनि ब्याकअप दुईटा ब्याकअप भइदिएको सजिलो हुन्थ्यो। हामीसँग ब्याकअप सिस्टम एउटा मात्रै भएकोले उहाँहरूलाई हामीले हप्तामा एकचोटि पानी दिइरहेको भने करिबन 18 दिन जति हामीले हप्तामा एकचोटि पानी दिन नसकेको कुरा सत्य हो भने बाँकी सम्पूर्ण क्षेत्रमा हामीले न्यूनतम 2 दिनदेखि अधिकतम 7 दिनसम्म, हप्तामा 7 दिनसम्म पनि पानी दिएको र न्यूनतम हप्तामा 2 दिन चाहिँ सबै क्षेत्रमा काम गरेका छौँ। हजुर, अब यहाँ चाहिँ धेरै लामो समयदेखि यही केयुकेमा हुनुहुन्छ, धेरै जनताहरूको सेवामा हुनुहुन्छ। यहाँलाई पक्कै पनि यसको नीति नियमहरूबारे त यहाँलाई पक्कै यहाँलाई धेरै थाहा छ। अब यो कम पानीको समस्याको लागि हामीले बहुप्रतीक्षित हाम्रो मेलम्ची योजना पनि आउँदैछ। यो चाहिँ कहाँसम्म आइपुगेको छ हजुर कीर्तिपुर क्षेत्रको लागि? मेलम्ची आयोजनाको प्रगति विवरण स्काई डाइभर्सन ड्याम, स्काई डाइभर्सनको स्ट्रक्चर र ड्यामको स्ट्रक्चर प्यारलली काम भइरहेको भन्ने हामीले पनि प्रगति विवरण सुनेको हो र तिमीले पनि प्रगति विवरण देखिया हो। र सोअनुसार यो 2021 को मार्चसम्ममा पानी झार्ने भन्ने कुरा 2021 आएको कुरा हो। सन् 2021 हैन? हजुर, 2021 को मार्च लास्टसम्ममा, हजुर मार्च लास्टसम्ममा काठमाडौँको यो टनल चाहिँ मेलम्चीको टनल सम्पन्न गरेर काठमाडौँको महाकाल चौकसम्ममा पुर्याउने ट्रिटमेन्ट प्लान्ट पठाउने भन्ने कुरा सुने हो होइन। अब भविष्य केही परेन भने राज्यको आयोजना त्यो सफल हुन्छ नै।
र तर हामी कीर्तिपुरको हकमा हामीले मेलम्चीलाई भन्दा पनि हामीसँग आफ्नै स्रोत र साधनहरूको सक्दो व्यवस्थापन गऱ्यौँ भने दिनमा दैनिक सकेसम्म दैनिक नसके पनि दिन बिराएर पानी दिँदाखेरि दिन सकिने अवस्थामा छौँ भन्ने बुझेर लागेर हजुर हामी चाहिँ हाम्रो प्रक्रिया अगाडि बढाइरहेको छौँ। मतलब हामीले मेलम्ची पर्खिरहनु पर्दैन, हाम्रो निजी स्रोतबाटै हामी एक दिन बिराएर पानी वितरण गर्न सक्छौँ। हामी यस्तो भयो, अब यो खानेपानीको दिगो संरचना अनि व्यवस्थापन भनेर हामी जति पनि लागि परिरहेका छौँ। यो वास्तवमा खानेपानी एक्लो खानेपानी संस्थाले पब्लिकलाई 10,000 लिटर पानी बाँडेर 100 रुपियाँ पैसा उठाएर यो हुने सम्भावना एकदमै न्यून छ होइन। अब यसमा हुनुपर्ने चाहिँ के थियो भन्दाखेरि यसका आयामहरू को विषयमा गहन छलफल गरेर दिगो विकासको लागि योजना तर्जुमा गर्नुपर्ने थियो। जस्तो उदाहरणको लागि मैले कीर्तिपुरलाई नै जोड्न खोजेँ। कीर्तिपुरमा हामीसँग रहेको भूगोल, हामीसँग रहेको जमिन र हामीसँग रहेको बस्ती विकास नीति तिनटालाई प्यारलली टाइअप गरेर सँगसँगै लगेर हामीले यदि प्रकृति मैत्री बाँध बाँध्न सक्यौँ, प्रकृतिकै उसले जस्तो ठुल्ठुला संरचना नबनाएर ड्याम ठुल्ठुलो ड्याम नबाँधिकन क्यास्केड स्ट्रक्चरमा यदि अथवा भनौँ न प्रकृति मैत्री तपाईँले माटोको बाँध बाँधेर भए पनि 6-7 बाँध बाँधेर पानी जम्मा गरिदिने व्यवस्था गर्ने हो भने हामीसँग लगभग बर्खामा गुमाउनु पर्ने अरबौं लिटरको पानी हामी त्यति गुमाइरहेका छौँ। त्यो पानीलाई हामीले सङ्कलन गर्न सकेनौँ। अब पानीको सहरी खानेपानी व्यवस्थापनमा सबभन्दा 90% भन्दा बढी वेटेज राख्ने कुरो भनेको पानीको संरक्षण हो। तर हामी कीर्तिपुरमा मात्र होइन, काठमाडौँ उपत्यकाभरि नै पानीको संरक्षणमा कुनै पनि स्थानीय निकाय अथवा प्रदेश सरकार अथवा केन्द्र सरकार आर्जा कमिटीसम्म मैले नेपालभरिमा कहीँ पनि खानेपानी संरक्षणको लागि भनेर साँचो अर्थमा 1 रुपियाँ खर्च गरेको अवस्था देखेको छैन। तर गर्नुपर्ने हामीले सहरी खानेपानी व्यवस्थापनको लागि सबभन्दा महत्त्वपूर्ण 90% भन्दा बढी महत्त्वपूर्ण भनेको खानेपानी संरक्षण कन्जर्भेसन अफ वाटर सोर्सेस भन्छौँ होइन। त्यस्तो विविध उपायहरूमा विविध पक्षहरूमा हामीले खर्च गर्नुपर्ने ठुलो धनराशि खर्च गरेर त्यसलाई दिगो बनाउन सक्ने अवस्था थियो होइन भने अब हजुरहरू सबैलाई थाहा छ, हामी सबैलाई थाहा छ, लगभग अरबौं लिटर पानी हामी बर्खाको 2 महिनामा अरबौं लिटर पानी हाम्रो भूमि भएर बगेर जान्छ र त्यसको सायद 0.01% पानीको पनि उपयोग हुँदैन। किन भन्दाखेरि हामीले डाइरेक्ट खोलामा खानेपानी केमिकल खानेपानीले चाहिँ कीर्तिपुरले चाहिँ डाइरेक्ट जमिनमा आएको पानीलाई प्रशोधन गरेर पानी अहिलेसम्म भएको छैन। हामीले खुवाउने पानी भनेको सिधै मूलको पानीलाई प्रशोधन गरेर मूलको पानीलाई कलेक्सन गर्ने र मूलकै पानीलाई प्रशोधन गरेर मूलकै पानीलाई खुवाउने भन्ने हाम्रो प्रसारण लाइन बनाएर वितरण गर्ने भन्ने हाम्रो ऊ छ। त्यही गरिरहेको छौँ हामीले कीर्तिपुरमा आज कमिटीसँग। हजुर पक्कै पनि यो प्रकृतिले दिएको 3-4 मूल छ हाम्रो यो कीर्तिपुर क्षेत्रमा। पक्कै पनि यो मूलको पानीलाई हामीले संरक्षण गर्न सकेको खण्डमा हामीलाई पर्याप्त पानी हुन्छ भन्ने यहाँको धारणा होइन? होइन, मूलको पानी त हामीसँग गरि नै रहेको छौँ। मैले भनेको थिएँ मूलको पानी हामीले गरि नै रहेको छौँ। मूलको पानीबाट हामीलाई केही पानी पुग्दैन, तर त्योभन्दा हजारौँ गुणा बढी पानी चाहिँ हामीले खोलामा खेला फालिरहेका छौँ, जुन चाहिँ जमिनमा बगेर जान्छ। बर्खाको याममा बगेर जान्छ। अहिले पनि विभिन्न धाराहरूबाट नुहाएर निस्केर बगेर जान्छ। त्यसलाई हामीले व्यवस्थापन गर्न सक्यौँ भने हामीसँग पानीको अपर्याप्तता भन्ने नै रहँदैन भन्ने कुरो हो। हजुर एकदमै यो प्रकृति प्रदत्त यो पानीलाई हामीले सही उपयोग गर्न नसकेको यहाँ महसुस भयो होइन हजुर? अब यो कुराकानी गर्दै गर्दा माफ गर्नु होला, मलाई अर्को एउटा गुनासो पनि छ। म खालि गुनासो मात्र ल्याएर नभन्नु होला, अर्को एउटा गुनासो पनि छ। यो मङ्सिर पुसमा यो सेवाग्राहीहरूले 1100 रुपियाँ बढी थप महसुल तिर्न पर्यो भन्ने एउटा गुनासो पनि आएको छ हजुर यहाँ। यो के रहेछ कारण? यो आर्थिक पाठ हो यसमा। हजुर पक्कै पनि
के हो यो भन्दाखेरि यसलाई कसरी बुझ्दा सजिलो हुन्छ भन्दा यो आर्थिक पाटोमा हामीसँग भएको नीति नियमलाई मध्यनजर गरेर मैले पहिला प्रस्तुत गर्न चाहेँ। यसमा के छ भन्दा हामीसँग भएको नीति नियममा खानेपानी संस्थाले धारा जोडिसकेपछि ग्राहकको उहाँहरू हाम्रो ग्राहक हुनुभयो र धारा जोड्ने ग्राहक घरको जसको नाममा धारा छ उहाँ ग्राहक वर्गहरूले पहिलोपल्ट मिटर राखिसकेपछि मिटर नराख्दा नियम अनुसार महसुल निगम आयोगले निर्धारण गरे बमोजिम छँदैछ र म मिटर नराख्दा त्यो छँदैछ भने मिटर राख्दाखेरि कि मिटर अनुसारको रकम होइन भने सम्बन्धित ग्राहक वर्गले अथवा हाम्रा मिटर रिडरले अथवा आफैले वेबसाइटमा पोस्ट गरेर अथवा मोबाइलबाट आफैले ट्र्याकिङ गरेर चारवटा विकल्प हामीले छोडेका छौँ होइन ग्राहकको सजिलोको लागि। अब यसलाई अझै आधुनिकीकरण गर्न अझै बाँकी नै छ अनि जसको कारणले गर्दाखेरि त्यो विकल्पहरूमा ग्राहकलाई अनि हामीले एउटा सचेत गर्नको लागि कार्डको पछाडि लेखिदिने होइन कार्डको हामीले दिने ग्राहक वर्गलाई दिने कार्डको पछाडिपट्टि लेखिदिने गरेका छ सूचना सम्प्रेषणको लागि। अनि यसरी चारवटा विशेष एउटा चाहिँ अब कार्ड मार्फत व्यवस्थापनको हिसाबले हामीले उहाँहरूलाई मिटर लिएर गइसकेपछि एक पहिलो महिना मिटरको अङ्क चलाउनु यदि भएन भने अथवा हाम्रो मिटर रिडर हजुरको घरसम्म आएन भने अथवा मोबाइल अथवा वेबसाइटमा गएर आफ्नो दर्ता अङ्क नम्बर दर्ता गराउनु भएन भने अथवा फोटो खिचेर हामीलाई दिनु भएन भने यी चारवटा विशेष अवस्थामा हजुरले अमी सरह पैसा भुक्तानी गर्नुपर्ने बाध्यता छ। यो कति रुपियाँ हो यो चाहिँ? अमी भनेको चाहिँ यदि ढल छैन भने 785 हजुर 785 हजुर 785 हजुर अनि यदि ढल छ भने चाहिँ 785 ढल छैन भने चाहिँ ढलको पनि 392.50 पैसा खानेपानीको 50% जोडिन्छ। हजुर यसले गर्दाखेरि 1100 रुपियाँ जति परेछ है त? हजुर 1177.50 पैसा हुन्छ। त्यही त यो धेरैवटा गुनासो यही आएको छ अहिले। अनि उनीहरूको भनाइ के छ? हजुर यसो पनि छ नि हामीले अहिले पुस लागेदेखि थप 24 लाख लिटर पानी बाँडी पनि त रहेका छौँ नि। पानी त पर्याप्त नै छ, पानी उत्पादन विधि पनि गरिरहेका छौँ होइन। यस्तो यो सकारात्मक प्रयासको लागि केही समय लाग्छ। हिजोको दिनमा हामी के थियो भन्दा जस्तो हजुरलाई अब खुलेर कुरा गरौँ न। खुलेर कुरा गर्नुपर्दा के छ भन्दा हामीले जुन योजना चैतमा सक्छौँ भनेर सुरु गरेका थियौँ, चैत वैशाखमा सक्छौँ भनेर सुरु गरेका थियौँ, त्यो योजना हाम्रो चैतदेखि भदौसम्म सञ्चालन हुन पाएन। हजुर लकडाउनले गर्दा है। अब यसपालि हजुरको बजेट आइदियो असोजको 7 गते। हजुर हेर्नु चाहिँ असोजमा बजेट आएपछि असोज कार्तिक महिना दसैँ पर्यो, दसैँ तिहार अनि हामीले अब विकास खर्च एकदम छोटो समयमा धेरै गर्नुपर्ने प्रभावकारी देखिनको लागि होइन। अनि प्रशोधन केन्द्र बनाउनु पर्ने, प्रसारण लाइन बनाउनु पर्ने, वितरण केन्द्र बनाउनु पर्ने। अहिले हजुरको अब जस्तो उदाहरणतिर भन्नुपर्दा भाजङ्गलको ट्याङ्की हामीले अहिले दिनमा 2 पटक भर्न सक्ने अवस्थामा छौँ। हिजो हामी आजभन्दा 20 महिना अगाडि म आउँदाको समयमा भन्नुहुन्छ भने 3 दिन लाएर बल्ल भाजङ्गलको ट्याङ्की एकचोटि भरिन्थ्यो। अहिले हामी दिनको 2 चोटि पानी भर्न सक्ने अवस्थामा सजिलोसँग भर्न सक्ने अवस्थामा छौँ होइन। यसको अर्थ के हो भन्दाखेरि हामीले भरेर पानी पनि खुवाइरहेका छौँ, तर के हो भन्दा अझै पनि सन्तुलित र वितरण प्रणाली वैज्ञानिक वितरण चाहिँ अझैसम्म भइसकेको छैन। किनभने त्यो भन्नको लागि निरन्तर प्रक्रिया हो। जस्तो हामीले एक ठाउँ सदर गर्छौँ, अर्को ठाउँ त्यो आवश्यकता पर्छ फेरि होइन। अनि एट अ टाइम सबैतिर गर्न सकिँदैन, किनभने हामी त रेगुलर काम गर्ने अफिस आयोजना होइन। जस्तो सम्पूर्ण तयारी गरेर बल्ल छोड्ने होइन हामीले त गर्दै लाँदै भोग्दै गाली खाँदै माया पाउँदै अगाडि बढ्दै जाने नै हो होइन। रेगुलर सत्ताको जस्तो प्रशासनिक नियम छ हामीले पनि त्यही सामाजिक नियम र प्रशासनिक नियममा बाँधेर बस्नुपर्छ र गर्दै पनि जाने हो। र सम्भवतः अब जहाँसम्म लाग्छ नगरपालिका मेयर साहब एकदम पोजिटिभ हुनुहुन्छ र सम्पूर्ण निर्वाचित अध्यक्षहरू, त्यहाँ बस्ने विभिन्न सदस्यहरू
सबैजना मैले चाहिँ पोजिटिभ पाएको छु होइन। हजुर अब सम्भवतः हामी खानेपानी अहिलेसम्म हामीले जस्तो उत्पादन मात्रै बढायौँ भन्यौँ होइन, प्रसारण व्यवस्था गऱ्यौँ भन्यौँ, तर अब हामी वितरणमै पनि अब हामी राहतको महसुस हुने, पक्का पनि राहतको महसुस हुने गरी बढीमा हामीले दिन त सुरु गरिसक्यौँ ट्याङ्कवाला पनि होइन। अब त्यो पनि सबैलाई महसुस हुने गरी भन्नुपर्दाखेरि बढीमा 3 हप्ताको अवधिभरिभित्रमा हामीले पब्लिकलाई महसुस हुने गरी पानी खुवाउँछौँ सबैलाई। धेरै अब अर्को एउटा प्रश्न मेरो के छ भने यहाँलाई त्यो बाटोमा धेरै ठाउँमा पानी चुहिरहेको छ, त्यो चाहिँ केले हेर्ने हो कि अथवा नगरपालिकाले हेर्ने हो कि यो चाहिँ हामीलाई पनि दुविधा परिरहेको छ, कसले गर्छ त भन्ने कुरा भइरहेछ। हामी पनि बाटोमा हिँड्दाखेरि यस्तै हिलो बाटो भइरहेको हुन्छ कोही बेला, त्यो पानी चुहिरहेको कसले हेर्छ यो चाहिँ? हो अब यो यस्तो छ, अर्बन ड्रेनेज किर्तिपुरमा एकदम पोर छ, किर्तिपुरमा मात्र होइन सम्पूर्ण ठाउँमा अर्बन ड्रेनेज एकदम पोर छ, स्टर्म वाटर म्यानेजमेन्ट एकदम पोर छ, पुरै नेपालभरि नै मात्रै समस्या होइन है। स्टर्म वाटर म्यानेजमेन्टको एकदम पोर छ अनि र सबसर्फेस ड्रेनेज पनि एकदम पोर छ। भनेको मतलब बुझ्ने भाषा भन्नुपर्दा सहरी आकाशबाट परेको पानीको खानेपानीको व्यवस्थापन र सहरी नालाको व्यवस्थापन र सहरी पोखरीको व्यवस्थापन होइन र सहरी जमिन मुनिको पानी मूल फुटेर आएर बग्ने जमिन मुनिको पानीको व्यवस्थापन, यो कुरामा हाम्रो किर्तिपुर नगरपालिका सँगसँगै अन्य नगरपालिका पनि अथवा अन्य गाउँपालिका पनि अथवा राज्य पनि धेरै कमजोर देखिया छ। कहीँ पनि मैले यस्तो यो विषयमा पैसा खर्च गरेर देखाएको छैन, किनभने हामीसँग आजका मितिसम्म खानेपानीसँग सम्बन्धित ऐन नै मन्त्रालयले तर्जुमा गर्न सकिसकेको गरिरहेको छैन, जसको कारणले गर्दा धेरै अप्ठ्यारोहरू छन् भने एकातिर त्यस्तो छ। अनि सँगसँगै अर्को के छ भन्दाखेरि अब ग्राहकले उच्च प्राविधिक र वितरणमा काहीँ समस्या नभएको एकदम समानुपातिक वितरण, वैज्ञानिक वितरण ग्राहकले खोज्छ भने अर्कोतिर एकदम कम मूल्यमा पनि खोज्छन् हेर्नुहोस् है। अब यो तिनटालाई सन्तुलन गर्नको लागि अग्रसर हुने निकाय भनेको सम्बन्धित सरकार नै हो, किनभने नियमनकारी निकायले यतिसम्म तिमीहरू फ्लेक्सिबल हुने, यतिसम्म तिमीहरू गर्ने, यतिसम्म गर्ने भन्ने कुराहरू गर्नुपर्ने हुन्छ। अब यो बिस्तारै सौदाहरू हुँदै जान्छ, वान डे एप्रोच पक्काने होइन, किनभने अब विद्युत प्राधिकरणको टेलिकमको हेर्नुहुन्छ भने उनीहरू कानुनद्वारा एकदमै सुरक्षित छन् होइन, एकदम निर्देशित छन् अनि यो अवधिमा यो खालको वितरण गर्न सकिन्छ भन्ने उनीहरूलाई ऊ पनि छ। तर उनीहरू अब हरेक ठाउँमा वितरण केन्द्र जस्तो सब स्टेसन अथवा ग्रिड सञ्चालन बेला बेलै ठाउँमा राखेर अनि तपाईँको सञ्चालन बेग्लै ठाउँबाट वितरण बेग्लै ठाउँबाट गरिरहेका हुन्छन्, नगरपालिका उनीहरू वितरण गरिरहेका हुन्छन् होइन। भने हाम्रो चाहिँ के छ भन्दाखेरि जुन नगरपालिका काम गर्यो त्यो नगरपालिका डिसेन्ट्रलाइज रूपमा वितरण पनि त्यही गर्ने, प्रसारण पनि त्यही गर्ने, प्रशोधन पनि त्यही गर्ने, उत्पादन पनि त्यही गर्ने भनेपछि हामी हाम्रो पूर्ण रूपमा मौलिकतामा छौँ 100% होइन। त्यो भएर केही समय लाग्छ नि। हजुर अब हामी अब कार्यक्रमको अन्त्यतिर आइपुगिसकेका छौँ थापा सर। अब यसमा चाहिँ सरकारी नीति नियमबाट कुनै किसिमको अपेक्षा राख्नु भएको छ यहाँले, कुनै सुविधाहरू केही अपेक्षा राख्नु भएको छ? हजुर सरकारी नीति नियममा नि अब अनौपचारिक रूपमा उपमेयर साहब, मेयर साहब किर्तिपुरको अनि दक्षिणकालीको उपमेयर साहब, मेयर साहबहरूसँग मैले यो विषयमा केही कुरा राखेको छु। उहाँहरूले पनि हामी प्रक्रियामा छौँ भन्ने आश्वासन गर्नुभएको छ, मलाई सुनाउनु भएको थियो होइन। हामी प्रक्रियामा चाहिँ युज नभइकन हुँदैन भन्ने हामीले महसुस भएको हो भन्ने कुराहरू उहाँले गरिनु भएको छ भने एकातिर त्यस्तो अवस्था छ भने अर्कोतिर चाहिँ के छ भन्दाखेरि हामीलाई कस्तो भन्दा यो एकीकृत अभ्यास गर्नको लागि अब नीति बनाएर अनि त्यो नीति अनुसार फेरि अब ऐन ल्याएर नियमावली ल्याएर होइन अथवा मापदण्ड ल्याएर गर्दा ढिलो हुन्छ। त्यही भएर यसलाई चाहिँ अहिले हामीले व्यवस्थापन मात्रै सञ्चालनको लागि व्यवस्थापन गर्ने हिसाबले के गर्दा उपयुक्त हुन्छ भनेर एउटा मास्टर प्लान बनाएर यदि हामीसँग नीति नहुँदा त मास्टर प्लानले काम गर्छ, त्यो एउटा मास्टर प्लान बनाएर अथवा खानेपानीसँग अथवा सरसफाइसँग सम्बन्धित रहेर एउटा डिटेल कम्प्रिहेन्सिभ मास्टर प्लान बनाएर योजना चाहिँ किर्तिपुरवासीको र
त्यहाँको आसपासको भूगोलको सबैको हितको लागि डिजिटल मास्टर प्लान बनाएर गर्ने हो भने खर्च गर्ने हो भन्ने साँचो अर्थमा त्यसले चाहिँ मलाई जस्तो लाग्छ 1 वर्षसम्ममा केही स्कुल दिन सुरु गर्छ, उत्पादनको प्रक्रिया सङ्केत गर्न सुरु गर्छ। 2 वर्ष चाहिँ लाग्ला होइन, 2-2.5 वर्ष चाहिँ लाग्ला रेगुलर काम गर्दा पनि। त्यति बेला हामीलाई बाँकीसम्म के हुन्छ भन्दा केटीहरूलाई खाने पानीमा कोहीसँग आश गरिरहनु पर्ने अवस्था हुँदैन। हस्, धन्यवाद थापा सर। नेवा एफएमको समय सन्दर्भमा जोडिनु भयो र आफ्ना अमूल्य समय दिई अमूल्य विचारहरू राखिदिनु भयो। म धन्यवाद दिन चाहन्छु यहाँलाई। हजुर, धन्यवाद यहाँलाई, सम्पूर्ण केटीपुरा सुन्ने दर्शकहरू सम्पूर्ण श्रोताहरूलाई धन्यवाद। उहाँ हुनुहुन्थ्यो मिलन थापा, केयुकेएल कीर्तिपुरका शाखा प्रमुख। आजको कार्यक्रमबाट हामी बिदा माग्छौँ। नमस्ते, शुभ।